हामी इलाम नगरपालिका वडा नम्बर 5 हामी खिलनाथ खनालका घरमा छौँ। उहाँहरूलाई 3 जनालाई यहाँ पुरेर 4.5 घण्टापछि स्थानीय नागरिकले उद्धार गर्नुभएको। उहाँलाई त्यतिखेर तपाईलाई कति बजी पुरेको थियो दाइ अलिकति भनिदिनुहोस्। 1:25 मा पुरेको होइन। तपाईहरु तीनैजना कतिजना हुनुहुन्थ्यो घरमा? भनेपछि तपाईले त नयाँ जीवन तपाईहरुले नयाँ जीवन पाउनु भयो नि त। मैले फोन गरे यतावरिपरि हजुर फोनकै माध्यमबाट अनि म होसमा आएर अनि फोन गरेँ। अहिले तपाईहरुको स्वास्थ्य समस्याहरु केही के छ कसो छ? दबाई खाँदैछौँ। हजुर चोटपटकहरु चोटपटक काहीँ केही लागेन। यो मेरो यो हात पेलो हैन। हजुर त्यस्तो चोटपटक हामी 3 जनामा 3 जना चोटपटक लागेन। हजुर नसा पेलो मेरो निदा लाएर एकचोटि यहाँ बसेको हैन। हजुर ठिक्क तपाईले चाहिँ उसो जोगिनु भयो। यो उहाँलाई उद्धर यतिले गर्दै जोगिएको हामी त्यति नै गरेर जुटेर 2-3 घण्टा पछाडि सबै भेला भएर 15-16 जना भेला भएर हजुर त्यो माथिको उज्यालो कति बजी हामी आयो पहिले तपाईँ हामी आयौँ 2 बजी अनि आएर यहाँ बत्ती सती पनि थिएन।